हेलो हेलो गाइस, सबैले आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। र म अहिले यहाँ सुशान्त केसीको नयाँ गीत पागल अफिसियली लन्च भएको रहेछ एक दिन अगाडि र भ्यू छ हजुरको 4K मा 5.3 लाख भ्यू एक दिनको भ्यूमा त्यति छ हैन। अब त्यही अनुसारको म्युजिक पनि होला, त्यो कारणले चाहिँ मैले सुनेको चाहिँ छैन, सुन्न चाहिँ चाहन्छु म। हेरौँ है, म स्विच गरिदिन्छु। अनुमति राजा तिमी बस्छौ थाहा छ कुनै छ र बुझ्ने तिम्रो भाषा के इसारा तदेऊ न माया मेरो फुल कहाँ भएछ र चला ध्यान कहाँ अन्तै जब तिमी हेर्छौ मेरो आँखै अगाडि म त पछि आउँछु किन पर जाने भनु के पागल जस्तै। गान दामी, म्युजिक एकदम राम्रो आएको छ। भल्युम अलिक ठुलो हुनसक्छ है, क्यामेरामा चाहिँ आवाज फुल भल्युम भनेर हो। कुदी दिन्छ तर्सिन्छ तिमीलाई देखेरै मात्र बेसाब भावनाको बयान के गर्नु अब भरि मन गरुङ्गो छ कति कुरा तिमीलाई भन्नु छ सधैँ लुकी हेर्छौ तिमी मेरो बानी भावना के लुकेछन् त्यो हाँस पछाडि म त फेरि पागल जस्तै तिमीलाई देखेपछि यो पागलपनको औषधि कसलाई सोधौँ म खै ओ म पागल जस्तै तिमीलाई देखेपछि यो पागलपनको औषधि कसलाई सोधौँ म खै। थाहा छैन कहाँ पुगिन्छन् यो प्रत्येक शब्दहरू एक भनौँ न एकदम सोचेर हुन्छ नि एउटा पीडा, त्यो पीडाको चाहिँ एक्सप्रेस गर्न खोजिरहेछ गीत अनुसार, मेरो सोचाइ अनुसार होइन। त्यसमा गीत बवाल नै छ है। लेट्स सी फर मोर song and this song too. पागल जस्तै तिमीलाई देखेपछि यो पागलपनको औषधि कसलाई सोधौँ म खै। Okay guys, this is it. अनि आफ्नो तरिकामा भन्दाखेरि चाहिँ एकदम राम्रो। अनि एउटा Wie grüßt ihr allen da draußen? Heute habe ich etwas zu verkünden, das wirklich jeden von हजुरको यो साउन्ड छ। अब साउन्ड क्वालिटी र भिडियो क्वालिटी त्यो आउँदैन, किन भन्दा अब त्यो कपिराइटमा पनि लाग्छ। अब त्यही भएर मैले चाहिँ थोरै हल्का यसबाट थोरै टेक गरेर आफ्नो च्यानलको भ्यू जस्ट हेरौँ के हुन्छ भन्ने कुरो मात्रै हो। ओके, लेट्स सी एन्ड रियाक्सन हाउ इट विल गो, होइन कसरी जान्छ हेरौँ है। ओके।